तपाईलाई म कि हामी भन्नुपर्छ भनेको र मैले चाहिँ अहिले म भनेको फरक कुरा हो इन्टायरली फरक जब तपाईले यु रिप्रेजेन्ट अ टिम हजुर तपाईले म नभन्नु भने मात्रै हो मैले हजुर तब जब तपाईले टिमको कुरा गरिरहनु भएको छ भने चाहिँ त्यो टिम एफर्ट्समा म भन्दाखेरि बाँकी मेम्बर्सहरुको भूमिकालाई चाहिँ इग्नोर गरेर जस्तो देखिन्छ एकातिर भने अर्कोतिर चाहिँ त्यो लिडरलाई मैले जम्मैलाई नेतृत्व गरिरहेको छु म सबैको मान्छे हो भन्ने किसिमको त्यो भावनाको चाहिँ अभाव हुन्छ तर जब कुनै सर्टेन कामहरु गरेर अरूलाई देखाउनु पर्ने छ त्यो बेला हामी भन्ने कुराले कामै गर्दैन एभ्रीबडी इज रेस्पोन्सिबिलिटी इज नोबडी इज रेस्पोन्सिबिलिटी भन्छ ओनरशिप अफ ए पोजिसन त्यसकारण होइन त्यहाँ मैले गर्ने सो बाइ एक्जाम्पल्स लीड बाइ एक्जाम्पल भन्छ नि लिडर लीड बाइ एक्जाम्पलमा म आउँछ लीड बाइ एक्जाम्पलमा म आउँछ तर व्हेन यु टक अबाउट दी टास्क असाइन टास्क एन्ड देन रेस्पोन्सिबिलिटी अचिभमेन्ट्स बेसिकली इफ यु टक अबाउट अचिभमेन्ट्स अनि त्यहाँ चाहिँ हामी कुराहरु तर त्यहाँ चाहिँ कन्ट्रिब्युसन त मले गर्ने हो हरेक मले मेरो जिम्मेवारी के हो हाउ क्यान आई डु द बेस्ट वे पोसिबल भन्ने हिसाबले चाहिँ त्यहाँ म आउँछ त्यसकारण एकदमै समाजको सबैभन्दा महत्त्वपूर्ण इकाइ म भएको हुनाले म प्रिपेयर नभएसम्म बाँकी संसार परिवर्तन इम्पोसिबल दैट स्टार्ट्स एभ्रिथिङ स्टार्ट्स फ्रम म